आत्माको स्वरूप बताउनु भएको छ। गीता भक्तलाई ज्ञानको मार्गमा ल्याउने एउटा शिक्षायुक्त लीला हो। भगवानले भागवतमा श्रीमद् भागवत गीतामा अर्जुनलाई भन्नुभएको छ, वासांसि जीर्णानि यथा विहाय नवानि गृह्णाति नरोपराणि तथा शरीराणि विहाय जीर्णान्यन्यानि संयाति नवानि देहि। हे अर्जुन, जसरी हामीहरूले नयाँ लुगा त्यागेर पुरानो लुगा त्यागेर नयाँ लुगा लगाउँछौँ, त्यसरी नै आत्माले पनि बुढा भएको देहहरूलाई त्यागेर नयाँ शरीर धारण गर्दछ। हाम्रा शास्त्रहरूले हामीलाई कष्टमय जीवन बिताउनको लागि बारम्बार अनुरोध गरेको छ। ईशावास्य उपनिषदको उद्घोष छ, तेन त्यक्तेन भुञ्जीथा मा गृह्य कस्य धनम। अर्थात् कसैको धनमा पनि लोभ नगर। त्यागपूर्ण अर्थात् त्यागात्मक भावनाले धनादि वस्तुको उपभोग गर्नुपर्दछ। हाम्रा शास्त्रहरूले हामीलाई प्रवृत्ति र निवृत्ति गरी दुईवटा मार्गहरू बताएका छन्, जसमध्ये निवृत्ति मार्ग सम्पूर्णतया त्यागको मार्ग हो, सन्यासको मार्ग हो। प्रवृत्ति मार्ग भन्नाले गृहस्थीमै रहेर पनि भगवानलाई प्राप्त गर्नु हो। काम गर्नुको अल्छीले घर छोड्दैमा त्यसलाई त्याग हुँदैन। यी सबै वस्तुहरू भगवानका हुन् र यिनीहरूको हेरचाहको लागि नियुक्त गरिएको म एउटा सेवक हुँ भन्ने भावनाले हामीले धनादि वस्तुको संरक्षण गर्नुपर्दछ। देवताहरूले खुसी भएर हामीलाई अन्न र धन दिन्छन्। हामीले तिनै देवता वा देवता स्वरूप मनुष्यलाई अर्पण नगरी खानु भनेको त अर्काको धनमा अधिकार जमाउन खोज्नु जस्तै हो। त्यो त चोरी हो।